औ देउराली कान्छा हौ को पो के गर्दैछस् हौ? ए त्यतिकै ढल्किरहेको नि यसो गीत सुन्दै टप हो कान्छा बसे गाँठाबाट तानेर ल है कान्छा ल। यसपालि त चुनावको माहौल छ देउराली कान्छा, यसपालि केमा भोट हाल्ने निर्णय गरिस् त तैँले? मैले यसपालि त अब देशबाट जल्दो बल्दो युवाहरूमा बालेन र रवि उठेको छ, त्यसैले मैले त घन्टीमा पो भोट हाल्ने निर्णय गरेँ त हौ कान्छा। के छ त तेरो विचार चाहिँ? तिनीहरू दुईजना जल्दो बल्दो व्यक्ति हो भन्दैमा नबुझिकन भोट हालिहाल्ने त? कसरी हो त्यो दुईजना राम्रो व्यक्ति होइन र? कसरी यी दुई व्यक्ति राम्रा हुन सक्छन्? जसको टाउकोमा सहकारी ठग भनेर चिनिन्छ, जसलाई अमेरिकन दलाल भनेर चिनिन्छ, जसले जेनजीहरूलाई उचालेर आन्दोलनमा पठाए, यस्ता व्यक्ति पनि राम्रा हुन सक्छन् त? ओहो यार कान्छा यार, मैले त देशको चिन्ताले यी सब कुराहरू बिर्सिसकेको रहेछ यार। धन्न त आएर अहिले मेरो आँखा खोल्दैछ यार कान्छा। थ्याङ्क यू यार।